हाम्रो क्राइस्ट टिभीका समस्त दर्शक श्रोताहरूलाई हामी हार्दिक स्वागत गर्दछौँ। आजको सुसमाचार सन्देशको शीर्षक रहेको छ परिवर्तन सम्भव छ। हामी क्रिस्चियनहरू भन्दछौँ कि यदि हामी येशू ख्रीष्टमा विश्वास गर्दछौँ भने परिवर्तन सम्भव छ। बाइबल अनुसार विश्वास अर्थात् फेथ भनेको परमेश्वरमा भरोसा र उहाँका वचनहरूमा अटल निष्ठा राख्नु हो। देखिएको होइन तर नदेखिएको कुरामा भरोसा गर्नु भनेको विश्वास हो। यो कुरो हामी पवित्र बाइबलको हिब्रू नामक पुस्तकको 11 अध्यायको 1 पदमा लेखिएको पाउँदछौँ, जहाँ लेखिएको छ विश्वास भनेको आशा गरेका कुराहरूको ठोस भरोसा हो र नदेखिएका कुराहरूको प्रमाण हो। यसको अर्थ के हो त भन्दा विश्वासले हामीलाई ती कुराहरू देख्न मद्दत गर्छ जुन आँखाले देख्न सकिँदैन तर आत्माले महसुस गर्छ। विश्वासले परमेश्वरका वचनहरू सत्य छन् भनेर स्वीकार गर्छ, चाहे परिस्थितिले त्यसको विपरीत देखाए तापनि। हामी सोही पुस्तक हिब्रूको 11 अध्यायको 6 मा यस्तो भनिएको पनि हामी पाउँदछौँ, विश्वास बिना परमेश्वरलाई प्रसन्न पार्न सकिन्न, किनभने जो उहाँ कहाँ आउँछ उसले यो विश्वास गर्नै पर्छ कि परमेश्वर हुनुहुन्छ र उहाँले आफूलाई खोज्नेहरूलाई इनाम दिनुहुन्छ। येशू ख्रीष्टले विश्वास अर्थात् फेथ बारेमा धेरै पटक शिक्षा दिनुभएको छ। उहाँका शिक्षामा विश्वास नै मुक्ति, आरोग्य र परमेश्वरको सम्बन्धको मूल आधार मानिएको छ। तल केही प्रमुख पद र शिक्षाहरू छन् जसबाट बुझ्न सकिन्छ कि येशूले विश्वासको बारेमा केही भन्नुभएको थियो। जस्तै 1 नम्बरमा विश्वासले असम्भव कुरालाई पनि सम्भव बनाउँछ। यो कुरा हामी मत्ती पुस्तकको 17 अध्यायको 20 पदमा हामी पढ्न सक्छौँ, जहाँ येशूले भन्नुभएको छ, यदि तिमीहरूमा राएको दाना जति सानो विश्वास भए पनि तिमीहरूले यो डाँडालाई भन्न सक्छौ यहाँबाट त्यहाँ सर र यो सर्नेछ। तिमीहरूका लागि केही पनि असम्भव हुने छैन। साँचो विश्वास सानो भए पनि शक्तिशाली हुन्छ। परमेश्वरमा भरोसा गरे असम्भव पनि सम्भव हुन्छ। यस्तै 2 नम्बरमा छ विश्वासले रोगबाट मुक्त गर्छ। यो कुरो चाहिँ हामी मत्ती पुस्तकको 9 अध्यायको 22 पदमा पढ्न सक्छौँ। त्यहाँ एउटी स्त्रीले असाध्यै रोगबाट मुक्ति पाएकी छ र त्यसले मुक्ति पाइसकेपछि येशू ख्रीष्टले तिनलाई भन्नुभएको छ, छोरी ढाडस ल्याऊ, विश्वासले तिमीलाई निको पारेको छ। विश्वास शारीरिक मात्र होइन, आत्मिक आरोग्यको पनि स्रोत हो। ती स्त्रीले परमेश्वरमाथि येशू ख्रीष्टमाथि विश्वास गरेको कारण ऊ रोगबाट मुक्त भयो। अब तेस्रो छ डर होइन, विश्वास राख्नुपर्छ। यो कुरो हामी पवित्र बाइबलको मर्कुस नामक पुस्तकको 5 अध्यायको 36 पदमा पढ्न सक्दछौँ। येशूले त्यहाँ भन्नुभएको छ, नडराऊ, केवल विश्वास मात्र गर। डरले विश्वासलाई कमजोर बनाउँछ तर विश्वासले शान्ति र आशा ल्याउँछ। अनि अर्को 4 नम्बरमा छ विश्वास प्रार्थनाको शक्ति हो। यो कुरो पनि हामी मर्कुस पुस्तककै 11 अध्यायको 24 पदमा हामी पढ्न सक्छौँ, जहाँ यस्तो लेखिएको छ, जे कुरा तिमीहरू प्रार्थना गर्दै माग्छौ तिमीहरू पाइसके झैँ विश्वास गर र तिमीहरूलाई हुनेछ। यसको अर्थ के हो भन्दाखेरि प्रार्थनामा माग्दा पहिले नै विश्वास गर्नुपर्छ कि परमेश्वरले सुन्नुहुन्छ भनेर, तब त्यस्तै भइहाल्छ। र 5 नम्बरमा छ विश्वासले उद्धार अर्थात् मुक्ति दिन्छ। यो कुरो चाहिँ हामी लुका पुस्तकको 7 अध्यायको 50 पदमा हामी पढ्न पाउँदछौँ। त्यहाँ एउटी पापी स्त्री र रोगी स्त्री थिइन्। तिनले येशू ख्रीष्टमा विश्वास गरेर भरोसा गरेपछि येशू ख्रीष्टले तिनलाई निको पारिदिनु भयो। तब येशू ख्रीष्टले ती स्त्रीलाई भन्नुभयो, तिम्रो विश्वासले तिमीलाई बचाएको छ, शान्तिसँग घर जाऊ। विश्वासको सन्दर्भमा भन्दाखेरि विश्वास भनेको यस्तो कुरा हो जसको माध्यमद्वारा हामी परमेश्वरको अनुग्रह प्राप्त गर्न सक्दछौँ।
र मुक्ति पनि कर्मद्वारा होइन विश्वासद्वारा मात्र प्राप्त हुन्छ। अब हामी बाइबलमा हामी विश्वास सम्बन्धी के कस्ता घटनाहरू घटेका थिए त भनेर हामी पढ्न सक्छौं। बाइबलमा विश्वासका कारण धेरै अद्भुत घटनाहरू घटेका छन् जसले देखाउँछ कि जब मानिसले परमेश्वरमा अटल भरोसा गर्छ तब असम्भव कुरा पनि सम्भव हुन्छ। यहाँ केही मुख्य घटनाहरू उल्लेख छन् जहाँ विश्वासले चमत्कार, उद्धार र विजय ल्याएको छ। 1 नम्बरमा अब्राहमको जीवनमा घटेको घटना। यो कुरो हामी पवित्र बाइबलको उत्पत्ति पुस्तकको 15 अध्यायको 6 र हिब्रू पुस्तकको 11 अध्यायको 8 देखि 12 मा हामी पढ्न सक्दछौं। अब्राहमले परमेश्वरको वचनमा विश्वास गरे र त्यो विश्वास नै उसको धर्म ठहरियो। र घटना चाहिँ यस्तो खालको थियो कि परमेश्वरले उहाँलाई बुढो उमेरमा पनि सन्तान दिनुहुने प्रतिज्ञा गर्नुभएको थियो। परिस्थिति असम्भव देखिए पनि उहाँले विश्वास गर्नुभयो र आखिर अन्तमा गएर इसाक नामको छोरोलाई जन्म दिए। दोस्रोमा छ मूसाको जीवनमा घटेको घटना। यो कुरो हामी पवित्र बाइबलको प्रस्थान पुस्तकको 14 अध्यायको 21 पद देखि 22 पद र हिब्रू पुस्तकको 11 अध्यायको 29 पदमा हामी पढ्न पाउँदछौं। घटना चाहिँ यस्तो छ, विश्वासले गर्दा लाल समुद्र 2 भागमा बाँडिएपछि इस्राएलीहरूले रातभर सुक्खा जमिन भएर लाल समुद्र पार गरे। यो इस्राएलीहरूलाई चाहिँ लाल समुद्र तर्नलाई एकदम समस्या भइरहेको थियो। उनीहरू गनगनाइरहेका थिए र परमेश्वरको शक्तिले लाल समुद्रलाई 2 भागमा बाँडिदियो र बीचमा एउटा सुक्खा जमिन प्रभुले देखाइदिनु भयो र त्यो सुक्खा जमिनबाट इस्राएलीहरूले लाल समुद्र तरे। र अर्को छ सद्रक, मेशक र अबेदनागोको जीवनमा घटेको घटना। यो कुरो चाहिँ हामी पवित्र बाइबलको दानियल पुस्तकको 3 अध्यायको 24 देखि 28 पदमा हामी पढ्न पाउँछौं। यहाँ के भन्छ भन्दाखेरि विश्वास गर्नेहरू आगोमा पनि जल्दैनन् भन्ने छ। घटना चाहिँ यस्तो छ, 3 जना जवानहरूले मूर्ति पूजा गर्न अस्वीकार गरेका हुन्छन्। तब तिनीहरूलाई आगोमा फ्यालिन्छ। आगोमा हालिसकेपछि उनीहरूको विश्वासका कारण परमेश्वरले दूतहरू खटाएर तिनीहरूलाई आगोभित्र पनि सुरक्षा दिन्छन् र तिनीहरू डर्दैनन्। त्यस्तै अर्को छ येशूको पुनरुत्थान। यो चाहिँ विश्वासको शिखर घटना हो। यो कुरो हामी मत्ती पुस्तकको 28 अध्याय र यूहन्नाको 20 अध्यायमा हामी पढ्न सक्दछौं। येशूका शिष्यहरूले विश्वास गरेका थिए कि येशू मरेको तेस्रो दिन बौरी उठ्नुहुनेछ। आखिर त्यस्तै भयो। तेस्रो दिन जहाँ उहाँको लास राखिएको थियो त्यो ठाउँबाटै उहाँ बौरी उठेर अन्यत्र जानुभयो। बाइबलका यी सबै घटनाहरूले देखाउँछन् कि विश्वासले मानिसलाई असम्भव स्थिति माथि पनि विजयी गराउँदछ। परमेश्वरको शक्ति प्रकट गराउँछ र जीवन परिवर्तन गर्छ। परिवर्तन सम्भव छ यदि हामीले परमेश्वरमा गहिरो ढङ्गले विश्वास गरेर हामी प्रार्थना गर्छौं, उहाँमा भर गर्छौं भने हाम्रो जीवनमा हामीले असम्भव भनेर सम्झेका कुराहरू पनि सम्भव भएर आउँदछ। अब प्रश्न खडा हुन्छ, हामी मध्ये कसले येशू ख्रीष्टलाई परमेश्वर र मुक्तिदाता भनेर विश्वास गरेका छौं त? यदि तपाईहरु कोही छुट्नु भएको छ भने कृपया हाम्रो इमेलमा सम्पर्क राख्नुहोस्। हामी तपाईलाई हर प्रकारको सहयोग गर्न सदा तयार छौं। नहिचकिचाउनुहोस्, लाज नमान्नुहोस्, अप्ठ्यारो पनि नमान्नुहोस्। हामी आफू पनि पहिला तपाई जस्तै नै थियौं। यसैले हामीलाई आफ्नै ठान्नुहोस् र सम्पर्क राख्नुहोस्। प्रभु येशू ख्रीष्टले तपाईलाई पर्खिराख्नु भएको छ। हवस् त, सुसमाचार सन्देशबाट गाब्रिएल श्रेष्ठलाई बिदा दिनुहोस्। फेरि अर्को प्रसङ्गमा अर्कै विषय लिएर आउने बाचा बन्धन गर्दै आजलाई बिदा माग्छु। धन्यवाद। जय मसीह।